Hello everyone, namaste and good afternoon guys. Welcome back to my YouTube channel guys. आज पनि मैले हेर्नुस् त यो के भइरहेछ मेरो घरमा चाहिँ है। यो हजुरहरुलाई देखाउन गइरहेको छु र हजुरहरुलाई सन्चै छ होला। मलाई चाहिँ अलिकति सन्चो भएको छैन। 1 मन्थ भन्दा पनि अलि धेरै भयो र मेरो भोइसहरु चाहिँ अलिकति गाह्रो भइरहेछ गाइज। मेरो गार्डनहरु लठबत्रै हैन। अब म ब्याक टु जस्तै म चाहिँ युके फर्किसकेको छु नेपालबाट। अनि मैले यो चाहिँ अब कसरी तह लाउने भनेर यसलाई चाहिँ म यो तह लाउने सुरसार गर्दै छु, किनभने यो झ्यालमा राखेर गएको थियो अनि एकदमै मोर लागेको थियो। मैले पानी राखेर चाहिँ राम्रो बनाएको छु र मैले कम्पोस्ट लिएको छु गाइज। यो कम्पोस्ट मल चाहिँ मैले दुईवटा यो गमलामा राखेको छु। तल चाहिँ अलिअलि माटो राखेको छु, किनकि गार्डनको अब धेरै मल जान्छ नि त। धेरै मल गयो भने त घाटा हुन्छ हामीलाई। त्यही भएर मैले यसरी मल राखेर अनि त्यो सानो भाडामा चाहिँ मैले किचनमा राखेर यो उमारेको थिएँ। 1 महिना पहिलाको कुरा हो। अनि मोर्न लागिसकेको थियो र आउने बित्तिकै मैले पानी राखेर चाहिँ मोर्न दिएन। अनि अहिले चाहिँ यसरी मैले ठुलो भाडामा यसरी सार्दै छु गाइज, किनभने मलाई असाध्यै मन पर्ने यो हुन्छ नि यो खानेकुरा जस्तै यो कर्कलहरु चाहिँ असाध्यै मन पर्छ। यो हरियो कर्कलो असाध्यै मन पर्ने भएर चाहिँ मैले यसरी लगाएको छु गाइज। र मैले फेरि पनि अस्ति ल्याएको छु 5-7 वटा। अनि यो चाहिँ पहिलो लटको हो, यो ठुलो भएको चाहिँ। अनि दोस्रो लटको मैले अर्को पटमा सार्ने वाला छु। अनि किनभने अलि सानो र ठुलो एउटैमा सार्दाखेरि उसको चाहिँ छायाले गर्दाखेरि अरु चाहिँ बढ्न पाउँदैन। त्यही भएर एउटै दर्काउला भनेपछि एउटै साइजको चाहिँ सार्नु पर्ने हुन्छ। यो पटमा चाहिँ यो अलि ठुलो थियो र मैले यसमा सारेको छु गाइज। हेर्नुस् त यो अब सर्छ, किनभने जरा हालेको छ, उम्रेर माथि आएको छ। अनि मैले झ्यालमा राखेर चाहिँ यस्तो टुसा बनाएको थियो। अलिअलि टुसा आउन खोजेको हुन्छ। अनि यसरी गर्मीमा भित्र राख्यो भने चाहिँ अलि छिटो टुसा आउँछ। हजुरहरुले तातो ठाउँमा किचनमा कतै राख्नु भयो भने छिटो टुसा आउँछ। र यो यस्तो दुईवटा भाडामा पुग्यो पनि। र अर्को पनि छ गाइज, अस्ति फेरि गएर ल्याए। मलाई चाहिँ अलि थोरै मन पर्दैन, सकेसम्म धेरै लाउन मन पर्छ। र अर्को पनि मैले ल्याएको थिएँ र त्यो अहिले चाहिँ यो भाडाको चाहिँ ठुलो बिरुवाहरू अर्को भाडामा मैले ठुलो गमलामा सारिसकेपछि चाहिँ अनि फेरि मैले यसमा अर्को नयाँको लागि फेरि अब बाहिर त मोर छ होला हैन। युके को वेदर थाहा नै हुँदैन, अहिले पनि चिसै छ। अनि ठुलो उम्रेको चाहिँ बाहिर राखे र भित्रको लागि फेरि यसरी तयारी गर्दै छु गाइज हैन। ल हेर्नुस् त। अनि यसलाई फेरि तयारी गर्दै छु, किनभने मलाई अलि धेरै मन पर्छ। कर्कलो असाध्यै मन पर्ने कुरा हो र भिटामिन पनि हुन्छ यसमा। र हेर्नुस् त यसरी टुसा आएको हुन्छ। अनि यो टुसा आएको जति चाहिँ यसरी खोजेर ल्याउनु पर्ने हुन्छ हजुरहरुले। यति सजिलो उम्रिदैन नि त। युकेमा अलि चिसो वेदरको कारणले चाहिँ यस्तो टुसा आएको खोज्नु पर्छ। यो चाहिँ मज्जाले टुसा आएको रहेछ र मैले यो अस्ति मात्रै किनेर ल्याएको हो। अनि यसलाई फेरि म चाहिँ यसमा यो हुन्छ नि अघिको यहाँबाट निकालेर अर्को भाडामा सार्यो भने अनि यसमा फेरि मैले चाहिँ किचनकै झ्यालमा राख्नको लागि गाइज मैले यसरी गाडेको छु, रोपेको छु है। अनि यसरी रोप्दाखेरि चाहिँ अनि तातोमा भित्र राख्दाखेरि चाहिँ अलि छिटो ग्रो हुन्छ। जस्तै अलि छिटो चाहिँ यो टुसाहरू चाहिँ पलाएर अलि लामो र अग्लो हुन्छ। अनि त्यसपछि हामीले फेरि बाहिर लगेर चाहिँ अनि त्यसरी सार्न सक्छौं। नत्र भने बाहिर राख्नु भयो भने चाहिँ हजुरहरुले अब यो त्यति छिटो चाहिँ माथि आउँदैन यसको टुसा। कि भने चाहिँ यसलाई चाहिँ अब छोपेर राख्न पर्ने हुन्छ गार्डनमा त्यो प्लास्टिकले। अनि प्लास्टिकले छोप्दाखेरि पनि अब हुन्छ नि त, अब त्यो चिप्ले किराहरू नै आउन सक्छ के। यो अब युकेमा चाहिँ चिप्ले किरा चाहिँ हर कसैको गार्डनमा हुन्छ गाइज। हेर्नुस् त मैले अब फेरि यसलाई पनि रोपेँ यसरी। अब यसलाई फेरि पानी मतलब मल हाल्नु पर्छ फर्स्टमा। यसरी पुरेर बिस्तारै यसरी अलि त्यो डल्लाहरू राम्रोसँग फुटाएर चाहिँ यसरी पुर्नु पर्ने हुन्छ। किनकि पहिला जस्तो चाहिँ यो अब
अलि लामो समय लाग्दैन, जहाँसम्म लाग्छ आजभोलि अलिकति गर्मी सुरु हुँदैछ र भित्र राखेपछि अलि छिटो नै ग्रो हुन्छ। अनि यसरी यो डल्लाहरू फुटाएर राम्रोसँग त्यो टुसा कहाँनिर छ भनेर चाहिँ अनि यसरी हुन्छ नि त्यो छामेर राख्नुपर्ने हुन्छ गाइज है। सकेसम्म त यो टुसाहरू छ नि, यो टुसाहरू चाहिँ पुर्नु हुँदैन, अब त्यो पुर्यो भने कुहिन सक्छ गाइज। अनि यसरी मैले चाहिँ यो टुसाहरू पनि देखाएर राम्रोसँग यसलाई चाहिँ अलिक खाँदेर चाहिँ अलिकति टाइट बनाएर यसलाई चाहिँ पानी राख्नुपर्ने हुन्छ। पानी राखेपछि चाहिँ अनि त्यसपछि चिस्यानमा उम्रिन्छ र भित्र तातो बनाएर किचनको झ्यालमा राख्नुपर्ने हुन्छ। झ्यालमा मतलब भित्र चाहिँ जता राख्दा पनि हुन्छ, बाहिर अब त्यो वेदरको कारणले छिटो नउम्रिन सक्छ है। अहिले चाहिँ तयार भयो गाइज मेरो यो पिँडालु। र त्यसपछि गाइज यो हुन्छ नि अब किचनमा उम्रेको आलु चाहिँ मैले यसरी यो भाँडाहरूमा रोपेर नेपाल गएको थिएँ। अनि अहिले आउँदा यस्तो राम्रो भएछ, जस्तै म 25 दिनको पछि म फर्किएको हो। अनि यो बकुलाहरू होइन, यो बकुला पनि थियो कि मसिनो खाले बकुला हो यो। अनि यो बकुला र अनि यो आलु चाहिँ राम्रोसँग उम्रिरहेको छ। अनि म अब चाहिँ गार्डनमा सुरु गर्न लागेँ। अलिअलि उम्रिँदैछ र अलिअलि चाहिँ बाँकी नै छ, अलिअलि मतलब धेरै नै बाँकी छ होइन। घरमा बस्दाखेरि चाहिँ यसरी गार्डनमा गएर यसरी अलिअलि केही लगाइयो भने होइन अर्ग्यानिक राम्रो हुन्छ खानको लागि, एकदम हेल्थको लागि पनि राम्रो हुन्छ गाइज। त्यही भएर म घर बस्दाखेरि पनि बिजी नै हुन्छु। र यो चाहिँ रायोको साग हो। यो रायोको साग पनि अलि बाक्लो हुन गइरहेको छ किनकि अब खाली जग्गामा यो फालेर जाउँ भनेर जाँदाखेरि सबै राम्रोसँग उम्रिरहेको रहेछ। र यसलाई मैले थोरै त्यो अर्ग्यानिक एउटा लिक्विड भिटामिन आउँछ र त्यसलाई मैले पानीमा मिक्स गरेर राखेको थियो। म जस्तै कति तारिकको आएको थिएँ भने अब त्यो दिनै मैले नेक्स्ट फ्राइडे, आज फ्राइडे हो नि त, 1 हप्ता भयो फ्राइडे आएको थिएँ र म स्याटरडेतिर होला सायद मैले अलिअलि चाहिँ पानी र मल मिक्स गरेर राखेको थियो र राम्रो भएको छ। तर यो क्यामेरामा पहेँलो देखेको छ, ग्रिन एकदम हरियो छ र यो पनि आलु हो। अनि यो लसुनको पातहरू पनि अलिअलि छिप्पिन गइरहेको छ। अहिलेसम्म त अलिअलि खान हुन्छ, सबै लडेको छ गाइज। यस्तै छ मेरो गार्डनको हालत होइन। अब बिस्तारै चाहिँ मैले यिनीहरूलाई उखेल्ने छु, खाने छु, खान हुने लायकको कोही होइन। अनि यो फुलहरू एकदम राम्रो फुलेको छ गाइज। हस् त गाइज, आजलाई बाई भन्न चाहन्छु। सी यू नेक्स्ट भिडियो।